जब नेपालमा कुनै भिभिआइपी वा प्रधानमन्त्रीको सवारी हुन्छ तब सडकमा गुड्ने करोडौंका बुलेट प्रुफ गाडी, दायाँ बायाँ गुड्ने साइरन जडित सुरक्षाका गाडी र नेपाली सेनादेखि प्रहरीको घेराले सबैको ध्यान तान्छ। तर के तपाईले कहिले सोच्नु भएको छ नेपालका प्रधानमन्त्री कतिको सुरक्षित छन्? हाम्रो देशको भिभिआइपी सुरक्षा कार्यविधि कस्तो छ? र अझ महत्त्वपूर्ण कुरा, काठमाडौँको मेयर हुँदै सिंहदरबारको कार्यकारी प्रमुख अर्थात् देशको प्रधानमन्त्रीको कुर्सीमा पुगेका बालेन शाहको सुरक्षा संयन्त्र अहिले कस्तो छ? एउटा र्यापर र इन्जिनियरबाट देशको सबैभन्दा शक्तिशाली पदमा पुगेका बालेन शाहलाई कस्तो सुरक्षा थ्रेट छ र उनलाई राज्यले कसरी सुरक्षित राखेको छ? आज हामी नेपालको प्रधानमन्त्रीको सुरक्षा घेरा र विशेष गरी प्रधानमन्त्री बालेन शाहको सुरक्षा संयन्त्रको भित्री कथा खोतल्नेछौँ। नेपालमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री जस्ता विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि गृह मन्त्रालयले एउटा विशेष नियम बनाएको छ, जसलाई विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि भनिन्छ। नेपालमा प्रधानमन्त्रीको सुरक्षा कुनै एउटा निकायले मात्र गर्दैन। यसका लागि नेपालका चारैवटा सुरक्षा अङ्गहरू 24 घण्टा खटिएका हुन्छन्। प्रधानमन्त्रीको सुरक्षा घेरालाई मुख्य 3वटा भौतिक तहमा बाँडिएको हुन्छ। भित्री घेरामा नेपाली सेनाका विशेष तालिम प्राप्त कमान्डोहरू र क्लोज प्रोटेक्सन टिम हुन्छन्, जहाँ प्रधानमन्त्रीको निजी सुरक्षा अधिकारी अर्थात् पिएसओ पनि नेपाली सेनाकै अधिकारी रहन्छन्। मझौला घेरामा सशस्त्र प्रहरी बलका जवानहरू तैनात हुन्छन्, जसले प्रधानमन्त्री बस्ने निवास बालुवाटार र उनी जाने कार्यक्रम स्थलको बाहिरी सुरक्षा हेर्छन्। तेस्रो अर्थात् बाहिरी घेरामा नेपाल प्रहरी खटिएको हुन्छ, जसको मुख्य काम सवारीको रुट क्लियरेन्स गर्ने, भिड नियन्त्रण गर्ने र ट्राफिक व्यवस्थापन गर्ने हो। यसबाहेक चौथो अदृश्य अङ्गको रूपमा राष्ट्रिय अनुसन्धान विभागका सादा पोसाकका गुप्तचरहरू प्रधानमन्त्री जानु अघि नै उक्त स्थानमा पुगेर सम्भावित खतराको सूचना सङ्कलन गर्छन्। त्यसैले प्राविधिक रूपमा नेपालका प्रधानमन्त्रीको सुरक्षा घेरा निकै बलियो र अभेद मानिन्छ। तर प्रश्न उठ्छ, के कागजमा लेखिएको सुरक्षा घेरा वास्तविकतामा पनि त्यत्तिकै सुरक्षित छ? त्यसलाई हेर्ने हो भने नेपालमा कडा सुरक्षाका बीच पनि नेताहरूमाथि सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार हुने, थप्पड हान्ने वा नाराबाजी हुने गरेको घटनाहरू भएका छन्। अब कुरा गरौँ वर्तमान प्रधानमन्त्री बालेन शाहको। एउटा र्यापर, इन्जिनियर र स्वतन्त्र युवा नेताको रूपमा उदाएका बालेन शाहको सुरक्षा कथा अरूभन्दा धेरै फरक र चाख लाग्दो छ। काठमाडौँको मेयर हुँदा बालेन शाहले नगर प्रहरीको सानो टोली र नेपाल प्रहरीका केही पिएसओको भरमा काम गर्थे। उनी थोरै सुरक्षाका साथ जनताको बीचमा जान रुचाउँथे। तर जब उनी राष्ट्रिय राजनीतिको केन्द्रमा आए र देशको प्रधानमन्त्री बने, उनको सुरक्षाको परिदृश्य पूर्ण रूपमा बदलिएको छ। प्रधानमन्त्री भएपछि उनी अहिले पूर्ण रूपमा नेपालको सेनाको भिभिआइपी कमान्डो घेरामा छन्। उनको गाडी अब सामान्य गाडी होइन, प्लास्टिक प्रोटेक्सन भएको अत्याधुनिक बुलेट प्रुफ गाडी हो। बालेन शाह प्रविधि बुझेका युवा नेता भएकोले उनको सुरक्षामा परम्परागत मेन पावर मात्र होइन, अत्याधुनिक प्रविधि, डिजिटल सर्भिलेन्स र सम्भावित साइबर थ्रेट मोनिटर गर्ने विशेष साइबर सेक्युरिटी उन्स पनि सक्रिय छ। सुरक्षा भनेको केवल भौतिक हतियार र कमान्डो मात्र होइन, यो राजनीतिक स्थिरतासँग पनि जोडिएको हुन्छ। वर्तमान समयमा प्रधानमन्त्री बालेन शाहमाथि राजनीतिक घेराबन्दी पनि उत्तिकै बलियो छ। प्रमुख प्रतिपक्ष दलहरूले संसदमा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यतालिकालाई लिएर निरन्तर अवरोध गरिरहेका छन्। यस्तो राजनीतिक गतिरोध र सडकमा हुन सक्ने सम्भावित प्रदर्शनले प्रधानमन्त्रीको सुरक्षा संगठनलाई 24 घण्टा अलर्ट रहन बाध्य बनाएको छ। गृह मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागले बालेन शाहको सुरक्षाका लागि हरेक साना ठुला कूटनीतिक र आन्तरिक मुभहरूलाई कडा नजर राखिरहेको छ। एउटा र्याप ब्याटलको स्टेजबाट देशको कार्यकारी प्रमुखको कुर्सीसम्म आइपुग्दा बालेन शाहले सुरक्षाका धेरै तहहरू पार गरिसकेका छन्। आज उनी केवल एउटा व्यक्ति होइनन्, सिङ्गो देशको सार्वभौमिकता र व्यवस्थाको प्रतिनिधित्व गर्ने संस्था हुन्। त्यसैले उनको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो।